Hello and namaste सबैजनालाई welcome to my vlog. And today, as you can see, I'm all packed up. I'm ready to roll. So कुरा के हो भन्दाखेरि I'm meeting up my really close friend after 16 long years, and we are heading to Mardi. जाँदैछौँ राजुलाई भेटेर के हुन्छ हैन, त्यसपछि एउटा टक उता गएर के हुन्छ. I'll show you guys on my video. I hope you enjoy the video. Thank you so much. मेरो चाहिँ अब next time ready to set to go. र अहिले चाहिँ हामी धराने कालो भङ्गुरमा छौँ. आजको दिन चाहिँ हामी सोल्टीको घरमा बसेर बार्बी गर्नु लाग्यो. त्यही हो कालो भङ्गुर हाम्रो प्लानमा त्यसलाई के चेन्ज भएर बार्बीको सट्टा अब टक्क आगोमा ढाक्को बनाएर खानु लाग्यो. हाम्रो सोल्टीको छोरा Pronsu. Hello, Mr. Pronsu. How are you? Wow, हेर. अनि सोल्टीको छोरी प्रेसियस. प्रेसियस कता गउँछ तिमी? अब हाम्रो चाहिँ मार्दी ट्रेक डे 1 सुरु भइरहेछ. यहाँ जाँदैछौँ. हामी चाहिँ अहिले यहाँ अब रिङ रोड भनिमण्डलबाट टक्क हिँड्ने क्रममा छौँ है. अनि त्यसपछि अब एक्सपेन्सेसहरू के हुन्छ त्यहाँ जाँदा अब कस्ट कति पर्छ के चाहिन्छ होइन, त्योहरू बिस्तारै तपाईँहरूलाई भनौँ ल. त्यसमा चाहिँ अब किन्नु पऱ्यो होइन चस्मा त्यसमा भन्नाले टक्क लाएर यो चस्मा हानेछु. ओजी रेभेनको होइन वेबको चाहिँ 200 रुपियाँमा आएको. यो स्टिक अब तलै राख्नु पऱ्यो. ब्याक कभर चाहिँ किन्नु होला है. मैले त्यहाँ ठमेला किन्छु भने बिर्स्यो. त्यही भएर यहाँ किराना पसलमा झोला लिएर टक्क धुलोबाट बचाउनु पऱ्यो. त्यही त हो. अब हामी चाहिँ यहाँ पोखरा जान्छौँ सुरुमा. अनि पोखरा जानुलाई चाहिँ पर पर्सन 750 यो हाइस्टमा है माइक्रोमा. त्यसपछि त्यहाँबाट चाहिँ काँडे जान्छौँ अनि बेच्छु. र अहिले चाहिँ हामी बल्छीमा हेलो हेलो हामी चाहिँ अहिले मलेकुमा अब के अरे लन्च ब्रेक होइन त पछाडि नयाँ स्पेसल कस्टम मेड बेड. बाबुले टक्क बेड हल्लाइदिएको छ. हल्लाइदेऊ तर कसरी हल्लाउने. मलेकुको माथा पोखरा यो बाटो चाहिँ अति छ है. यो कति वर्ष जति अब नयाँ हुन्छ त? 5 वर्षसम्म नयाँ हुन्छ पोखरा ल्यान्डबाट चाहिँ. पृथ्वी हाइवे होइन, अति ठुलो रहेछ ल. र फाइनली हामी चाहिँ कहाँ आइपुग्यो रे सोल्टा? पृथ्वी चोक सोल्टा पोखरा आइपुगेछौँ फाइनली. अब त्यही बाटो चाहिँ लास्टै खत्तम दुःख दिन्छ होइन. लास्ट तनाव भयो तर के गर्ने अब. तर हामीलाई चाहिएको त्यही हो. हामीलाई चाहिएकै त्यही हो. ट्राभल ड्युरेसन चाहिँ त्यही हो. अलिकति बाटो रफ भएको कारणले गर्दा अलमोस्ट कति 7 आवर्स जति लाग्यो होला. हामी 7 बजे त हिँडिसकेको थियो उताबाट. त्यही हो. अनि अब यसो खाजासाजा खाएर यहाँ पृथ्वी चोकबाट चाहिँ काँडेको बस चढेर अथवा केमा हुन्छ गएर अनि त्यहाँबाट हाम्रो ट्रेक चढ्ने सुरु हुन्छ. आज ब्रेक हाम्रो चाहिँ. र अहिले चाहिँ हामी अब यहाँ टक्क लाएर ट्याक्सीमा जाँदैछौँ काँडे अल द वे फ्रम यहाँ पृथ्वी चोक. अनि हाम्रो यहाँ ड्राइभर दाइले त्यही हो फर्स्ट टाइम मेन्सन गरिरहेको हो कालीकण्डीको त्यति नदिउँदै टक्क लाएर हामी काँडे जाँदैछौँ. भाइरल रोड रहेछ है. बाटो बनाइरहेको भएर त्यसको लागेर बनाएको भाइरल रोड. ओह्रालो लागेर चाहिँ कहाँ ल हामी यहाँ अहिले कता भाइरल रोडको उसमा ऐसोले ऊ नानी लजाइरहेको छ. ऐसोले बेच्न आएर लजायो.
टक ऐँसिलो टक लाएर खानुपर्ने छ नानीहरूको अनुहार आउँदैन लजाउनु पर्दैन कति रेसल्ट आयो ऐँसिलोको हेरौँ त 100को 3 यस यस र अहिले चाहिँ हामी काँडेमा छौँ हाम्रो यहाँ हाम्रो ड्राइभर दाइले चाहिँ एकदम रिजनेबल प्राइसमा लिएर दिनु भएको छ है अरूहरूले 2500 3000 जति पनि भन्छ उहाँको जीवन हो दाइको नाम दाइको फोन नम्बर चाहिँ म राखिदिन्छु होइन ठ्याक्क लाएर अनि पोखरा ल्यान्ड हुने बित्तिकै पृथ्वी चोकमा ओर्लेर दाइलाई कन्ट्याक्ट गर्ने एक दिन अगाडि गऱ्यो भने चाहिँ एकदम राम्रो गाडी नम्बर यहाँ 1743 अल्टो ठ्याक्क लाएर दाइले ल ल ल सो फाइनली हामी चाहिँ यहाँ काँडेमा छौँ वी आर अफ टु मार्दी नाउ अब टुडेज मेन डेस्टिनेसन इज अब देउरालीमा टक्क जाने अनि त्यसपछि के हुन्छ थाहा छैन अब भाइरल रोड पनि यही हो ल है गाह्रो फुल अन हुन्छ ल देउराली जानलाई चाहिँ यहाँ तलबाट रहेछ यो ठाउँ आएपछि टर्न राइट हामी अस्ट्रेलियन बेस क्याम्प भन्दो रहेछ होइन लगभग त्यो अफिस ठाउँ सी राइट बिहाइन्ड सनसेट पनि दामी हुँदैछ अनि त्यसपछि केटाहरू माथि पुगिसक्यो अब त्यही हो बाटो चाहिँ लास्ट ट्रेकको लागि एकदम सुइटेबल छ I'm so freaking tired. Beautiful sunset भइरहेछ देउराली सकिन्छ मजाले देउराली सकिन्छ भन्दैछ साथीले यहाँ हिँड्नु गाह्रो भइसक्यो होइन हाम्रो सोल्डालाई आएकै छैन है हाम्रो सोल्डा उहाँलाई ब्याग टाढो भन्नु मैले पुगिदिरहेको छु पछाडि मेरै छ पछाडिबाट आउँदैछ हामी चाहिँ अब फर्स्ट डेस्टिनेसन हाम्रो देउराली हो होइन त्यही माथि छ अब त्यहाँ पुग्नुपर्छ अनि तपाईँहरू यताबाट आउँदै गएपछि तल आएर यस्तो ढुङ्गाको ट्रेल बाटो तल जानेछ होइन तर तपाईँहरूले चाहिँ यो लुक एट द रेड मार्क है यो चाहिँ मोस्ट इम्पोर्टेन्ट यो रेड मार्क हेरेर अनि यस्तोरी जानु पऱ्यो है बाटो चाहिँ बाटोमा डोकोहरू राखिदिएको छ है यो चाहिँ अब डस्टबिन हो युज गर्नु पऱ्यो है बाटोमा चाहिँ प्लिज नफालिदिनु होला So we have beautiful camp. Welcome to Australia, mate. Australian camp, man. Last time it was highly recommended. No, donkey vibes, eh? र अहिले चाहिँ हामी यहाँ प्रितम देउराली जाने बाटो रक है यहाँबाट छुट्टिन्छ तपाईँहरूले त्यो मैले अघि भने जस्तै त्यो स्टोनमा मार्क चाहिँ हेर्नु पऱ्यो है अहिले चाहिँ अब हामी देउराली जाँदैछौँ राति भइसक्यो केटाहरू कता छ खोइ हेर्नु त एकचोटि लाइटले हो त्यहाँ बाघ आयो भने बाघै तर्सिन्छ अब केटाहरू त्यस्तो छ है मोटाहरू र अहिले हामी चाहिँ अलमोस्ट देउरालीमा पुग्नु गइरहेको छौँ होइन अब नम्बर 1 को चाहिँ हाम्रो होटल हो त्यहाँ चाहिँ हामीले अलरेडी कल गरेर अरेन्ज गरिसकेका छौँ न्यू प्रितम देउराली
अनि यहाँको नम्बरहरू चाहिँ तपाईँहरूले सेभ गर्नु यदि यहाँ आउनु मन छ भने पज गरेर होइन ल distance and mirrors, everything is given there. अहिले चाहिँ हामी फाइनली यहाँ देउरालीमा हाम्रो बुक होटल न्यू प्रितम देउरालीमा पुगेको छौँ। 5 बजीदेखि अहिलेसम्म हिँडेँ कति बजी अहिले ठ्याक्क 8 बजी। ल अहिले हामी अब प्रितम होटलमा छौँ होइन ए प्रितम देउराली। अनि यहाँ बस्ने व्यवस्थाहरू के छ भनिदिनु त एकचोटि अलिक ठुलो शर्मा। भेजको 1000 रहेछ होइन, नन भेजको 1200 अनि त्यसमा हामी बेड सेड होइन अनि ब्रेकफास्ट डिनर सब इन्क्लुडेड होइन त। ल खाना ल्याइदिनु झ्याप खाना खाएर अनि झ्याप सुतिहाल्नुपर्छ। ल आज चाहिँ खाना खाएर हाम्रो क्लोजिङ सेरेमनी गर्नु पर्यो होइन त। खाना खाएर है ल ल डे 1 क्लोज है त गाइज। ल डे 1 ओके ल थ्याङ्क यू फर वाचिङ एन्ड गुड नाइट।